अब कम्पनीबाट निस्किसक्यौँ हामी अब कम्पनीबाट निस्किसक्यौँ ठ्याक्कै मैले ढोका बन्द गरेँ हातमा एक एउटा कप कफी बोकेँ अनि हामी गाडीमा छौँ दाइहरू यहाँको छ म चाहिँ यहाँनिर गेट लाउन लागि पछि बसेँ दाइहरू अगाडि छिरिसक्नुपर्छ दाइहरू हुनुहुन्छ आज हाम्रो आज यात्रा कहाँ छ दाइ हेउन्देसम्म भयो हाम्रो अर्को जे हुनुहुन्छ यता साथी छ म गाडीमा चढेँ ल यस्तो गाडीमा चढेँ सबै थाहा रहेछ भयो अब गरे एक कप कफी बोक्दैछौँ खाँदै कफी बोक्दै एक कप कफी खाँदै आजको हाम्रो यात्रा सुरु हामी यात्राका क्रममा नै छौँ आज हाम्रो अर्को यहाँ जे हुनुहुन्छ पुरा भाइरल टिकटकर तपाईँको टिकटकर नाम के हो टिकटकर दाइ भाइरल टिकटकर होइन तपाईँको नाम भाइरल टिकटकर दामी हाम्रो ठाउँ चाहिँ आइपुग्यो तर अब हाम्रो पार्किङ स्थल उयो मान्छेहरू घर पटेको छ नि आजको मौसम यस्तो छ के छ भाइ घोडा सवारी गर्नु ल के गर्नु ल नाच्नु त ल नाच्नु न दुश्मन हेरेको हेरे उहाँ भेलो त मैले त अर्कै देखेँ त पहिला त यहाँनिर फोटो खिचाउनु त हेर्ने फोटो त त्यहाँ नै राम्रो आयो त्यो रूपमा यहाँ आउँछ के रहेछ यात्रा सकिँदै एक ठाउँको लगे चाहिँ हामीलाई कहाँ
खेसिम्सा खेसिम्सा त्यो बोर्डमा नि हान्छ त पुरा देखाएर नि दाइ केसिन्छ तपाईँको आउनु हो खेसिम्सा म भिडियो बनाउँदै हिँड्ने हो नि त त्यही भनेर मिलिहाल्छ नि के यहाँ माछा हरायो माछा हराएको सूचना माछा हराएको सूचना सूचना बस्नु भएको छ पानीमा पनि हराइदियो भने तिनीहरूकै इलाकामा माछाकै इलाका होइन यसकै ठाउँमा उही नै हराइदियो क्या घर जाने पुल हो यो चाहिँ उमेश दाईको घर जाने बाटोको पुल भिडियो बनायो गफै नगर्ने ल त ल हामी हेरेको हेरे मात्र भयो होइन हामी हेरेको हेरे हेरेको हेरे मात्र भयो यस्तो लालमोहन ठुलो बुढा आउँदै ह्यान्डसम हुन्छ मान्छेहरू यार आज मेरो क्यामेरामा 3 ह्यान्डसमहरूको कैद गर्न मैले पाएँ म धन्य भएँ मेरो मोबाइल धन्य भयो एकसाथ 3टा ह्यान्डसमहरूलाई किन हो साथी यार यस्तोहरू हामी कहाँको फलाम हो कहाँको जङ्गल हो यो पाताल वन हो साथी हो कि पाताल वन होइन पाताल वन हो बुढाहरू त यार आफ्नो ताल मिल्दैन बुढाहरूलाई के अरे आइकन कम्फर्ट हुँदैन भनेर छोडिदियो होला नि भित्रले 넌 이거 가리키고 하면 안 되고. 야, 너 저기 아니 겨울에서 봤는데 겨울에. 네. 그치? 네, 겨울에 만났어요. 봤어 우리 겨울에. 그럼 머리가 틀려졌나? 너 혼자 방에 자고 있을 때. 족구하던 애 아니야 족구 아, 족구 있어 족구? 봉차기? 굿. 멋져. 족구는 내가 했지 얘 영화배우 같아요 영화 배우 같았는데 알아요? 우와 머리가 같겠네. 우리 갔다 와 우리 차 들어오는데 좀 밀렸어. 차가 हाँ कोरियन यस्तो घर बनाएको छ है ल यो उकालो हिँड्दाखेरि कति पेट घट्ने भयो 붙지마. 붙으면 안 이뻐. 조금 떨어져. 오케이. 하나, 둘, 셋. 한 번 더. 다른 포즈. 하나, 둘, 셋. 아이고, 잘한다. यस्तो के 이렇게 해야지 이렇게 해야지 युट्युब च्यानलमा मलाई यस्तै भ्यू आओस् ल भन्ने त तपाईँको तर्फबाट केही भ्यू कुरा भनिदिनु तपाईँले अब बोल्नु परेको जङ्गलमा चाहिँ हामी
ल यार पेट देख्दैन त साथीहरूको सब घटी उकालोले दामी खै दाइ नै देखिएन क्या दाइ तपाईँको खतरा तारिफ गरेर हेर जुत्तामा छैन क्या उयो हुन्छ त ल धन्यवाद
어떤 달이든 좋아 12달이 다 좋아 일러보게 일러다보게 12달 내려는 일러보게 어떤 달이든 좋아 12달이 다 좋아 어떤 달이든 좋아 12달이 다 좋아 오늘 여기 계신사에 모여주신 여러분들 행복하고 아름다운 12달이 되길 바라오 12달 내내 행복하세요 감사합니다 यस्तो बिचमा डल्ल बनाएर राखेको अरे यहाँबाट झर तलतिर सिडीहरू आउँदैछ भने जाउँ न त्यतै कि हामी गरेर आयो सिडीहरू खै तपाईँ के अघिको गरिदिनु दाइ अघिको केही मेमिक्री तिमीलाई सुनेन मैले अस्ति 38,000 कहाँको आर्टिस्ट ढेँडो खाएको कि भात खाएको है खाना खाएको कि ढेँडो खाएको खासमा खाँदा ढेँडो खाएको तर ढेँडो नदिएर हो नि पुरा ढेँडोको डबल लाग्ने ल आजको घुमाएको यात्रा कस्तो भयो के अरे अनुभव कस्तो भयो पहिला उमेश दाइबाट सुरु गरौँ त बिल्कुल नरमाइलो भन्नु पनि नहुने अनि रमाइलो भन्नु भने अब बोलेर पुट्ट भइहाल्छ समग्रमा भन्दा राम्रै भइरहेको राम्रै भइरहेछ ल साथी साथीसँगको भेटघाट रमाइलो त त्यो ठाउँमा छँदैछ त्यो पनि अब कोरियन प्रोग्रामले झन् रमाइलो भयो साथीको ल जे हाम्रो टिकटक स्टार सबैभन्दा चाहिँ मलाई गुम्बामा आएर चाहिँ एकदम रमाइलो भयो बुद्ध धर्मको चाहिँ त्यहाँ प्रोग्राम भइरहेको रहेछ त्यो बुद्ध धर्मको प्रोग्राम होइन क्या त्यहाँ बाटोतिर त्यो हो भने होइन भने त्यो बाटोतिर प्रे गरिरहन्छ त्यो मान्छे अस्ति इन्जन नि जस रमाइलो भयो बुद्धको बारेमा पनि कुरा गर्दैछ नि त धन्यवाद गौतम बुद्ध हाम्रो नेपालमा जन्मेको हो भनेर प्रचार चाहिँ गर्नुपर्ने हामी त्यहाँ गएर बुद्ध बनिने पहल गर्नुपर्ने थियो ल जस रमाइलो भइरहेछ आज पनि घुम्नको कार्यक्रम आज बाँकी छ भनेपछि बाँकी चिज अर्कोमा ल अहिलेसम्मको समग्रमा राम्रो नै छ नि त राम्रो नै छ ल धन्यवाद मेरो सोधौँ भने मेरो त के सोधाइयो त है मेरो एकदम राम्रो भयो गुड हो उमेश दाई घरमा आइपुग्नु आज फेरि यार खाना चाहिँ हाल्यो त्यो छानो त अनि म तपाईँ मैले छानो हालेको नि 2 करोड होइन नि 1 करोड भन्दाखेरि तपाईँ छाना बेगरको किन्छ भन्नुभयो नि त उमेश दाईको घर त्यो है उमेश दाईको घर हो उमेश दाई घर चाहिँ पुल हो यो घर चाहिँ त्यहाँ छ उमेश दाईको करासाबारी यो चाहिँ यो उमेश दाईको यो दाईको के भन्छ दाईको माछा मार्ने ठाउँ यो खोला यो दाईको जङ्गल यो बाख्रा चराउने ठाउँ दाईको यो चाहिँ
यो चाहिँ उमेश दाइको गाडी जाने बाटो है यो उमेश दाइको गाडीमा आउँदाखेरि घर जाने बाटो त्यो हिँड्दै जाँदाखेरि अघि देखाएको पुल गाडीबाट गाडीमा जाँदै खेसिम्सा इल लाग्छ ए के हो भिडियो पो भइरहेछ अब चाहिँ हाम्रो डिनर खाने बेला भएको छ हामी डिनर खाँदैछौँ हामी साउसँग कोरियन साउसँग बसेर सबैजनासँग बसेर सबैजना साथीहरू खाँदैछौँ अहिले हामी अक्टोपस खान लागिरहेको छौँ होइन तर अक्टोपस आएकोसँग तातो पानी उमालिरहेछ तातो पानी उमालेर तातो पानीमा अक्टोपस खालेर खाने अहिले चाहिँ हाम्रो पेटमा अक्टोपस आइसकेको छ अक्टोपस हालिसकेको छ झिँगो अक्टोपस तातो पानीमा यता जसरी जिउँदो अक्टोपसलाई यसो गरी तातो पानीमा हालेको तातो पानीमा हालेर खाइन्छ यो पुरै जिउँदो नै हुन्छ मरेको अक्टोपस जिउँदै हुन्छ जिउँदो अक्टोपस तातो पानीमा पकाएर खाइन्छ अक्टोपस अक्टोपसलाई चाहिँ उमालिसकेपछि अक्टोपस उसिनिसकेपछि चाहिँ यसरी कैँची भएर कैँचीले यसरी काटेर यसको टाउको काटेर खाइन्छ यसको टाउकोलाई चाहिँ पाल्ने केही समय टाउकोलाई फेरि पुऱ्याइन्छ यसको जिउलाई चाहिँ पहिला यसरी कैँचीले मस्त काटेर 얘는 이거 안에 더 있을 것 같은데? 순서가 이걸 찍어 먹는 거. 그렇지, 그거 찍어. 국물 좀 떠갖고. 그냥 먹지 말고 국물을 좀 국물을 여기다가 같이 떠서. हाम्रो चाहिँ शनिबारको हिजोको ट्रिप सक्यो आज फेरि आइतबार आज हाम्रो यात्राको दोस्रो दिन सुरु हुँदैछ कस्तो हुँदैछ त भन्नु त आज चाहिँ पुरै हावाले ल्याएर ठाउँमा जम्मा गरेको अनि डाँडा बनाएको भन्ने यिनीहरूको कोरियनहरूको भनाइ छ यो ठाउँबाट उतापट्टि गइसकेपछि पुरै जङ्गल छ उतापट्टि साइडमा पुरै फुल फुलिन्छ तर अहिले खासै फुल फुलेको छैन उतापट्टि साइडमा पुरै समुद्र देखिन्छ समुद्रको छाल देखिन्छ अनि पुरै रमाइलो ठाउँ छ अहिले चाहिँ खासै अहिले भन्दा पनि रमाइलो हुन्थ्यो कोरियाको मरुभूमि है के हो त यो Hello guys, welcome to my channel. भन्नु यो कोही खाँदाखेरि क्या
एक्चुली चबाए चबिँदैन यार त्यतिकै दिनु पर्यो भनेको आधी यहाँको आधी यहाँ छुट्टिएर रहेछ क्या उड्केर कस्तो पैसा सिक मानेर खायो भने अलिकति हुँदैछ म त खलात्तु भएर राम्रो नै खानु भएन किन झन् ओड्के भन्दै त्यही भएर के भइरहेछ जङ्गलको यात्रा कस्तो भइरहेछ एकदम रमाइलो भइरहेछ साथीहरू कस्तो गफ सुन्यो त्यस्तो एकछिन त भिजेर कस्तो गफमा हो यो बल्लगाडी सल्लाहगाडी यो चागो हजुर यो रुख रे जङ्गबहादुरले भन्दा पनि जङ्गबहादुर होइन के थियो नामै बिर्सियो यार जङ्गबहादुर होइन दाइ ए मुवास बस्नेतले अब भन्ने अब कहाँको आयो हो पहिला सुरुमा मुवास बस्ने सानो हुँदाखेरि म राजनीति गर्छु भनेर एउटा रुख रोपेको थिएँ यहाँनिर त्यही नि बच्चा जन्माइ यत्रो भएको रे यहाँ त गर्मीमा चाहिँ बहुत आनन्द हुन्छ हावा पनि राम्रो चल्दो रहेछ मस्त फुल फुलेको ठाउँमा बोलाएर हामीले भेटिन हामी चाहिँ हेरेको हेरे केटीहरूलाई चम्काइहाल्यो भने एकछिन जाएर उखाएर भइरहेछ होइन के गरेर उमेशलाई आए म आउँदैन म आएर उमेशलाई आउँदैन यार अब हाम्रो यात्रा कति बाँकी छ दाइ सकिसकेको अवस्था हो
के यहाँ धान रोप्न जानु लाग्यो क्या त बाउँसे गर्न मलाई रोकिदिएला फेरि खाइन्छ मैले 여기가 사진을 찍으면 돼요? 헬로 सर्प माछा हेर्नु नि कत्रो माछा हेर्नु नि जाऊ न मरी छोसिन चिप्रे कफी सारे चेस भाई चेस यसमा स्क्यान गर्यो भने चाहिँ यसको यो फुलको बारेमा सब थाहा पाउने होला दाइ हैन रुखको बारेमा यो फुल चाहिँ कस्तो रे फोटो पनि भिडियोमा फेरि पोस्ट सिकाउनु एक राउन्ड पहिला घुमेर पहिला भिडियो बनाउ हुन्छ साथी ल प्लास्टिकको पानी मला भने हेर्दै तरेर जिउँदैन पानी मला हेर यो उनी हुन्छ के रे न्युजनले मुतेको पानी कसले रे न्युजनले भन्ने मान्छे चाहिँ है फेरि फोकस यहीँ भइरहेछ दामी ल दामी 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 अब उठ्नु न तपाईँहरूको नावा भिडियो नै भइरहेछ
छुवा पाली 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 छ नि सँगसँगै गएर गर्नु पर्यो कि Go. Bisa apa? Bisa. त्यो चाहिँ ठुलो आउँछ है अब खिचिरहेछ ठुलो आउँछ के हो छालहरू म किनारमा अल्झिएको छु छाल गीत चाहिँ उतै स्लो गाउने अनि Go. Bisa apa? Bisa. त्यो चाहिँ ठुलो आउँछ है अब खिचिरहेछ ठुलो आउँछ के हो छालहरू म किनारमा अल्झिएको छु छाल गीत चाहिँ उतै स्लो गाउने अनि ठुलो फेरि जाउँ न फेरि लाग्यो दाइ लाग्यो मेरो नि भिज्यो पुरै आयो हाम्रा टिकटक स्टार
हेलो टिकटक स्टार भाइरल टिकटकर छिटो ल ल जाउँ जाउँ भयो